नमस्ते साथीहरू, आजको मिनी भ्लगमा म तपाईँहरूलाई एउटा यस्तो कुरा देखाउन जाँदैछु जुन धेरै फुटबल फ्यान्सको सपना हुन्छ। मैले धेरै दिनदेखि वेट गरिरहेको यो पार्सल फाइनल्ली आइपुग्यो। स्कुटरको आवाज सुन्ने बित्तिकै भागेर बाहिर गएँ म। गरे दाइले स्कुटर रोक्नुभयो। त्यो ओरेन्ज ब्यागमा मेरो खुसी थियो। मैले क्यास पे गरेँ। यो हेर्दा एकदम नर्मल लाग्ला, तर यो एउटा फ्यानको लागि यो एकदमै एक्साइटिङ मोमेन्ट हो। दराजको डेलिभरी सर्भिस योपालि एकदमै फास्ट रहेछ। मलाई त धैर्य गर्न नै गाह्रो भएको थियो। अब भित्र गएर यो पार्सलमा के छ हेरौँ र यसको प्लास्टिक च्यात्ने पालो। अब तपाईँहरूले गेस गर्नुभयो होला। यसो ओपन गरेर हेरौँ त। अब यो कुरा वालमा झुन्ड्याउने हो। मात्र RS 254 मा कस्तो क्वालिटीको पर्ला भन्ने डर पनि थियो। प्लास्टिक भित्र अर्को ब्ल्याक कलरको पाइप जस्तो थियो, जसले पोस्टरलाई ड्यामेज हुनबाट बचाउनको लागि थियो कि भन्ने लागेको थियो। त्यस्तो होइन रहेछ। अब पालो अनबक्सिङ गर्ने। तर प्याकिङ त एकदम टाइट थियो, एकदमै खोल्न गाह्रो भएको थियो। जसरी हुन्छ यसलाई खोलेरै छोड्छु भनेर म यसलाई खोल्न तर्फतिर लागेँ। भित्र के होला त्यो अब खोलेरै थाहा हुन्छ हामीलाई। यदि तपाईँ फुटबल लभर हो भने तपाईँहरूलाई थाहा नै हुन्छ होला यो सिन हेर्दा कस्तो फिल हुन्छ। कमेन्ट गर्नु। यो लियोनल मेस्सी द गड वर्ल्ड कप चुमिरहेको आइकनिक फोटो। पोस्टरको मेटेरियल एकदम ठिक छ, प्रिन्टिङ एकदम क्लियर छ। 2022 को फाइनल म्याचको सम्झना यो पोस्टरले दिलाइदिन्छ। मेरो रुमको वालमा झुन्डाएपछि कस्तो देखिन्छ त्यो म अर्को भिडियोमा देखाउने छु। तपाईहरूलाई मेस्सी कस्तो लाग्छ? मेस्सी फ्यानहरूले यो भिडियोलाई लाइक गर्नुहोला, सब्स्क्राइब गर्न नभुल्नुहोला। हस्, बाइ बाइ।